मेरो चाहिँ फडाइको काम चल्दैछ। यहाँनिर गोडाइको यस्तो छ बाटो। यति भाँडिसकेँ, यति गोड्दैछु। म चाहिँ फिनिस्ड हुनु आँट्यो। यति चाहिँ सबै गरिसकेँ हो। झाडु उखाएर मिरिक्क बनाइदिएँ। गाडी आएर उफ पर सबै कटिङ सटिङ गरेर टकटक मिरिक्क बनाएँ। म चाहिँ सफा सुग्घरमा छु। अब झारहरू उखालिसकेँ। बल्ल बल्ल सक्दैछु अब। कसलाई हौ? मलाई? ए मलाई यस्तो स्याहारेको? थ्याङ्क यू, आउनुहोस् न। हाम्रो नमस्ते है, हाम्रो नानीले स्याहार्दैछ। अब म पनि सक्नु आँटेँ। रेडी 1 2 3। मेरो भाइको छोरी चाहिँ यत्रो भएको छ। हामीले चाहिँ मेरो काम पनि फिनिस भयो हो। सेल्फी खिचौँ ल। बसो फिनिस्ड। चिया ल्याइदिएको मेरो भाइको छोरीले। थ्याङ्क यू सो मच ऋषिका। सेल्फी खिचौँ ल, फोटो। पानी पर्दा चाहिन्छ मलाई। टाढो जानु सक्दिनँ त्यसै खोल्छु। भुँडी चिम्मच्यो। यो लामो लामो भएछ। सुन्दा पानी पर्दा चाहिन्छ। बेसी लामो लामो भएछ नि त। टाढो जानु सक्दिनँ। पापाले काट्नु दिँदै छैन। यति मात्रै काटेको हो। घाम लागेर के टन टन। खुर्पा पनि फुस्क्यो। के यस्तो नि मरे।
ल यति चाहिँ काट्यो पापाले काट्नु दिँदै छैन पानी पर्दाखेरि राख्नु भन्दैछ आयो थाक्यो फेरि पानी परिरहेको छ यहाँ चाहिँ लु हे पानी परिरहेको छ दिदी फेरि चड्के घामको दर्के पानी यहाँ चाहिँ मेरो धनियाँबारी कम्प्लिट भइसक्यो अन्जुले बिउ लिएर आउँछ कालिम्पोङबाट अन्त चाहिँ म धनियाँ रोप्ने यहाँ चाहिँ म बनाउँदैछु दामी झार जङ्गल जोडेर फुल रोप्ने फुल रोपेर चाहिँ झिलिली बनाउने यहाँ चाहिँ एउटा गाडी सके हो यहाँनिर छान्नु छ फुल झिक्क बनाउनु पर्ने छ यसलाई मर्निङ म चाहिँ यहाँ मुलीबारी खन्दैछु झ्यासहरू त्यो चाहिँ चिल्लै पार्नुपर्ने छ यति चाहिँ खनिसकेँ झ्यास उखाल्दैछु यति बनाइसकेको छु उखालेर फेरि यो सबै क्लिनिङ गर्नुपर्ने छ त्यसलाई क्लिनिङ गरिसकेर चाहिँ मुली रोप्छु यसो बसिन्जेल टाइम पास खनिसकेँ मैले चाहिँ यहाँ फिनिस्ड गरेँ खनेर अनि धनियाँ बिउ छरेँ अनि भटमास लगाएँ मुली लगाउँ भनेको त यो रुखको छ्यारले हुँदैन पछि बढेर पानी टप्किन्छ अनि भटमास लगाइदिएँ अनि मुली बिउ लगाइदिएँ धनियाँ लगाएँ अब फिनिस्ड भएको यहाँबाट चाहिँ सकेर आएर चाहिँ म यहाँनिर दुङदुङ गर्दैछु अब दुङदुङ साग गर्ने हो यति गरिसकेँ मैले चाहिँ फिलहाल गोडिसकेँ यति अनि यहाँनिर यो दुङदुङ खाल्टे भएकोमा चाहिँ दुङदुङ फेरि खनेर थपिदिएँ यहाँनिर थपिदिएको छु कुन चाहिँ हो यिनीहरू थपिदिएको छु यति भएको छ पानी पनि पर्नु थाल्यो हमारा सिम है ये हमारा छेपी साग है इसे मोमो में मिक्स करके खाने से बहुत टेस्टी होता है ये मैंने लगाया था कोरोना काल में अभी मैं इसका गुड़ाई किया हमारा कद्दू है
स्क्विश है, स्क्विश ये बड़े होके इसमें लगेगा। इसका ये सब्जी खाता है और मोमो में भी लगाते, बहुत टेस्टी होता है। खाने के लिए काट के भी रखा है। ये हमारा करेला है, दूसरे टाइप का, ये कड़वा नहीं होता। अभी इतना है, बाद में ये हमारा मूली का मूली है, मूली लगाया है इसमें, मूली का सब्जी है। ये हमारा नींबू है, नींबू फल देने के लिए फूल दे रहा है। हमारा गोभी है, फल दे रहे हैं। मदद गर्दैछ यहाँनिर। छोटा कौन शंकु ए शङ्कु, पानी काट्ने के लिए बोल रहे। हाम्रोमा चाहिँ पाखाने बेत चाहिँ यसरी काटेर फ्याँक्नुपर्छ, गाह्रै हुन्छ। यसरी के आउने डर हुन्छ। यसरी फ्याँक्नुपर्छ। कुछ कत्रो बडाको बेगुता छ। यसरी सफा गरेन भने बहुत साँप आउने डर हुन्छ। साँप आउने डर भयो, साँपले ठुलो परिलाई यसरी फाडेर फ्याँक्ने बेला भयो। यसरी चाहिँ पाखाने बेत चाहिँ बेसी भएर चाहिँ फ्याँक्दैछ काटेर। कोही जग्गा चाहिँ पाउँदैन दबाईको लागि, यहाँ चाहिँ बेसी भएर चाहिँ एकदम काटेर फ्याँक्नु पर्दैछ। यता हेऱ्यो पाखाने बेत कति साह्रो फैलेको। यसरी पाखाने बेत फैलेर केही छैन। कतिवटा त दबाई हुन्छ, बेसी त भारी। फुल फाड्दैछु यहाँको। यो फुलहरू चाहिँ फाडेर कटिङ गर्नुपर्छ। यहाँ गोडाइ गर्दैछु सबै काटेर। अनि यो अब यो फुल पनि गोड्नुपर्ने बेला भयो। अस्तिहरू रोपेको चाहिँ म गोडाइ गर्नुपर्ने छ। ग्लोभ्स लगाएर अर्किडहरूको हालत चाहिँ यस्तो भइरहेको छ, पुरा गोडाइ गर्नुपर्ने। अनि स्याहार सुसार गरेर अर्को गमला चेन्ज गरेर राख्नुपर्ने बेला भइरहेको छ। यता पनि झार पलाइरहेको छ पुरा। यो चाहिँ अलिक सफा छ, अरूहरू चाहिँ सफा छ। बर्खाको बेलामा बहुत
यस्तै झारपलाको बेलाको चाहिँ यतापट्टिबाट गोड्यो उतापट्टिबाट छ्याम्मै भइहाल्छ। यसरी सेटिङ गरेको छु अब। अन्त झार उठाउनु डल्लै छ, डोको ल्याइरहेको छु झार उठाउनु। त्यहाँबाट उता चाहिँ यसरी राखेको छु, त्यहाँ पनि फुल लगाइदिन्छु। यहाँ चाहिँ यसरी लगाएँ अनि अलिक खनखन गरेँ। अलिक भ्याएको बेलामा चाहिँ के गर्ने यस्तो बनाएँ। आँगनको फुलको बारी सोधिसकेको कम्प्लिट भयो, भोलि फेरि कम्प्लिट गर्छु। झारको झारको